म चाहिँ काम गर्नै पर्छ। यहाँ तलदेखि आएको बिल अगाडि यहाँ छ। लेडिज एन्ड जेन्टलमेन साथीहरू, वेलकम टु माई ब्लग साथीहरू। म आइसकेको छु फेरि पनि ब्लग लिएर मेरो। र आज चाहिँ ट्याक्कै मेरो ब्लग चाहिँ बारी जानुपर्ने छ। अनि बारी गएर चाहिँ एकदम कामसाम गराइ हुन्छ होइन। अनि यस्तै छ भन्दा पनि म चाहिँ चिहान छ अनि बारी कन्टेन्ट छ। कन्टेन्ट चाहिँ बारीमा गएर के कस्तो गर्नु चाहिँ काम के कसो काम गर्नु चाहिँ तपाईँहरू एकदम देखाउँछु मेरो कन्टेन्ट तपाईँहरूलाई। आजको ब्लग, आजको दिनभरिको ब्लग तपाईँहरूलाई सानो देखाउनु छ मेरो ब्लग, मेरो कन्टेन्ट भनेको आजको। अनि तपाईँहरू पनि सन्चै सुविधा हुनुहुन्छ होला, म पनि एकदम सन्चै सुविधा छु भन्नुपर्छ होला। र मेरो चाहिँ कन्टेन्ट त्यति साह्रो हुँदैन, त्यस्तो कन्टेन्ट चाहिँ त्यति साह्रो हालिदिएको छैन। तर पनि कोही कोही बेला कन्टेन्टहरू एकदम रेगुलर चाहिँ हाल्दिनँ, तर पनि एउटा दुइटा चाहिँ कन्टेन्टहरू चाहिँ हालिरहन्छु म। हप्तामा एउटा दुइटा कन्टेन्टहरू चाहिँ हालिरहेको हुन्छु कन्टेन्ट। ट्याक्कै म चाहिँ बारी पनि गरिसकेँ। बारी गरिसकेपछि अब बारीमा चाहिँ काम हुन्छ, आफ्नो काम चाहिँ घाँस काट्नु त्यस्तै छ, गर्नुपर्छ काम। गाउँ घरमा हुर्केपछि काम चाहिँ एकदम धेरै गर्नुपर्ने हुन्छ। अनि एकदम काम छ आज चाहिँ मेरो बारीमा, तपाईँहरूलाई देखाउने छु ब्लग। आज के कस्तो छ मेरो कामहरू तपाईँहरूलाई देखाउने छु मेरो एकदम कन्टेन्टमा तपाईँहरूलाई। र एकदम कन्टेन्ट हेरिदिनुहोस् न तपाईँहरूले। बारी ट्याक्कै झरिसकेँ यहाँ पाखामा। अब पाखामा झरिसकेपछि यहाँ एकछिन घाँस काट्छु। अनि घाँस काटिसकेपछि फेरि तल बारी जान्छु। अनि बारीमा गएपछि चाहिँ गाई बस्तुको छ, अन्त के कस्तो छ त्यहाँ गएर देखाउँछु तपाईँहरूलाई। तपाईँहरूकोतिर चाहिँ के घाँस दिनुहुँदैछ? हाम्रोतिर चाहिँ अम्लिसोको घाँस दिँदैछु मैले। अनि तपाईँहरूकोतिर पनि अम्लिसै होला, बुइ घाँसहरू होला। हाम्रोतिर चाहिँ यस्तो छ, अम्लिसो घाँसहरू पनि दिन्छौँ अनि रुखको घाँस पनि दिन्छ। अनि यहाँ तल चाहिँ छ मेरो बारी होइन। अनि यता चाहिँ गाउँ बस्ती छ, बाक्लो छ, उता परसम्म नै छ गाउँ बस्ती। अनि यहाँ माथि चाहिँ म घाँस काट्न आएको छु। अनि अब घाँस काटेर अन्त बारी गयो हुन्छ मेरो चाहिँ फेरि घाँस लगेर काट्नुपर्ने हुन्छ। यहाँ अम्लिसो घाँस काटेर उता बारी गयो हुन्छ। ल एभ्रीबडी, म चाहिँ घाँस चाहिँ बल्ल बल्ल काटिसकेँ मरेर। अब उता बारी जाने हो म चाहिँ घाँस लगेर। अनि घाँस लगेर गाईबस्तुहरूलाई दिनुपर्छ। काम धेरै छ आज दिनभरि। तपाईँ देख्न सक्नुहुन्छ मेरो घाँसको बारी। यतातिर सबै काटिसकेँ मैले, माथि माथि उतातिर छ घाँस। तपाईँलाई देखाइसकेको छु मेरो बारी चाहिँ यहाँ तल मुनि छ। यहाँ तल हो, यो रुखले जङ्गलले गरेर देख्दैन, तल इस्कुसको मचानहरू छ त्यहाँ हो। अब घाँस बोकेर जाने हो उता बारीतिर। तपाईँहरूलाई एकदम भिडियो देखाउने छु तपाईँहरूलाई आज। घाँसको बारी बोकाइ छ साथीहरू, के गर्नु गाउँघरमा हुर्केपछि साथी हो। गाउँघरमा हुर्केपछि यतिको चाहिँ काम गर्नै पर्छ, काम नगरे पनि नहुने क्या, काम चाहिँ गर्नुपर्छ। अब घाँस लगेर बारी गयो हुन्छ। बाटो पनि थाल्नु जस्तै अप्ठ्यारो छ क्या यताको चाहिँ, हाम्रो गाउँघरको बाटो। यता चाहिँ बाटो चाहिँ उता बाटो हो, तर यता घाँस चाहिँ यता बारीमा छ र यता काट्न आउनुपर्छ। बाटो चाहिँ अस्ति अप्ठ्यारो छ यता। कस्तो भिडालो छ, घाँसको बारी बोकेर जानु ओह्रालो। अनि यहाँ मुनितिर चाहिँ ट्याक्कै गाडीको रोड ट्याक्कै आउँछ मुनि। ल म चाहिँ ठ्याक्कै बारी पनि आइपुगेँ।
अनि पछिमा पनि लास्टै झऱ्यो यो चाहिँ ओह्रालोली गरेर ओह्रालो पछिमा आउँछ त्यो बारी सकेको हाल्छु त्यतिर चाहिँ गाई बस्तुहरू छ मकलरले पनि लास्टै उयो गर्मी भयो मकलर फेरि गाडी दुखिरहेको छ टन्सिल भइरहेको छ मेरो चाहिँ गाडी लास्टै दुखेर स्वर पनि अलिक सानो भइरहेको छ त्यही कारण मकलर हालेको मान्छे टन्सिल खोला गएकोले लास्टै घाँटी लास्टै चेपिरहेको छ टन्सिलले अनि चिसोले अब चाहिँ यहाँ पनि काम छ मेरो बारीमा पनि एकछिन सानोतिनो काम छ अनि कामसाम सकेर फेरि उबै घरतिर गइ हुन्छ मेरो घर चाहिँ अनि हामी चाहिँ यहाँ सानोतिनो घर पनि छ हाम्रो चाहिँ बारीमा एउटा सानो घर बनाउने बस्दा पनि हुन्छ प्रायः सबै कुराहरू छ भित्र अनि यतातिर चाहिँ हाम्रो गाईबस्तुहरू भनौँ अनि यतातिर चाहिँ इस्कुसको मचानहरू छ अनि यता मुनि पनि इस्कुसको मचानै हो अनि काँक्राहरू छ अब चाहिँ गोरुहरूलाई थोरै पानी दिनुपर्ने हुन्छ आएपछि पानी नदिकन चाहिँ हुँदैन यतातिर चाहिँ हाम्रो एकदम काँक्राको बिउ छ यतातिर रोपेको तलरी काँक्रातिर सबैतिर काँक्रा रोपेको छ यता काँक्रै मात्र छ यता बोट हाम्रोतिर तपाईँहरूकोतिर पनि रोपिसक्नु होला काँक्रा हाम्रोतिर चाहिँ रोपिसक्यो इस्कुसको झ्याल पनि आइसक्यो लगभग हाम्रोतिर यही मचान मात्रै हाल्ने बाँकी छ अब थोरै यिनीहरूलाई पानी दिने हो गाई गोरुहरूलाई एकदम यहाँ गोरुहरूलाई पानी दिइरहेको छु पानी खाँदैछ गोरुले चाहिँ अनि सबैलाई पालिपिलो दिनुपर्ने हुन्छ यतातिर सबै उँभोतिर गाउँ बस्तीमा सबै यतातिर बारी भन्ने बित्तिकै त्यति साह्रो फेरि यतातिर जङ्गल चाहिँ छैन सबै घरहरू पनि छ माथिदेखि तलसम्म नै घरै घर छ त्यही कारण हाम्रो चाहिँ यहाँ हाम्रो पनि घर सानो घर यहाँ छ गाईको गोठ हो अहिले चाहिँ 5 बज्यो 5 बजी त ट्याक्कै गाई बस्तुहरूलाई ट्याक्कै घाँस पनि हाल्यो अब चाहिँ घर जाने हो उकालो अब चाहिँ त्यसको घाँस हाल्यो अब चाहिँ एकदम उकालो गयो हुन्छ घरतिर गएर काम गर्नु छ भन्ने गाह्रो छ उकालो आउनु चाहिँ यो अघि जानु ओह्रालो जानु चाहिँ घाँसको बारी गएर मजाले गयो अहिले चाहिँ लास्टै गाह्रो छ उकालो आउनु अनि म चाहिँ यहाँ तलदेखि आएको यो तल यहाँ योपट्टि चाहिँ दोकान छ अनि यतापट्टि यो ट्याक्कै यो बिचको पहिलो टिन भएको चाहिँ स्कुल हो त्यहाँ मुनिबाट आउनुपर्छ हाम्रो बारी चाहिँ यतिको टाढो छ हाम्रो बारी गाउँ बस्ती त बाक्लै छ यता उतातिर पनि गाउँ छ यता तर जङ्गलले गरेर अलिक ढाकेको छ गाउँ बस्ती त धेरै छ त्यस्तो बारी भन्ने बित्तिकै त्यस्तो जङ्गल त छैन हाम्रो एकदम राम्रो सुन्दर ठाउँै छ तल बारीतिर पनि तपाईँलाई पनि देखाएँ नि त मैले हाम्रोमा तलतिर एकदम फलफुल खेतीहरू पनि गर्छ सबै खेतीहरू गर्छ खेतीहरू पनि गर्छ नि हाम्रोतिर प्रायः सबै माथि घरतिर पनि सबै खेती नै गर्छ अनि त्यही कारणले यो उकालो आउनु चाहिँ लास्टै गाह्रो छ ओह्रालो झर्नु त मजै छ उकालो आउनु चाहिँ एकदम यो पसिना झ्याम आउँछ क्या साथी हो यो डाँडा काटिनु लास्टै गाह्रो छ उकालो अन्त अझै निकै माथि जानुपर्छ जङ्गल छ उकालो अनि लास्टै गाह्रो छ उकालो हिँड्न चाहिँ हिँड्न सकिँदैन उकालो हिँड्न चाहिँ बाटो उकालो चाहिँ साह्रै गाह्रो चाहिँ हिँड्नु खुट्टा लास्टै दुख्ने ल म चाहिँ घर पनि आइसकेँ अनि घरसर आइसकेपछि अब हाम्रो चाहिँ रिल बनाउनु पर्ने हुन्छ केटाहरू चाहिँ उताबाट छ मलाई पर्खिरहेको छ अघिबाट होइन केटाहरूले चाहिँ लास्टै धेरै सपोर्ट गर्छ हाम्रो केटाहरूले चाहिँ मलाई चाहिँ एकदम धेरै केटाहरूको सपोर्ट चाहिँ मलाई एकदम धेरै मनपर्छ क्या जस अरूले सपोर्ट नगरे पनि केटाहरूले चाहिँ एकदम धेरै सपोर्ट गर्छ क्या हाम्रो एकदम धेरै सपोर्ट गर्ने केटाहरू हो क्या उनीहरू चाहिँ अरू त केटाहरू भन्दा सपोर्ट छैन त्यसै मुखले मात्रै भन्नु बाहिर चाहिँ कभर मात्रै राम्रो देखाउने भित्रबाट त कुहिएको कभर देखाउने क्या त्यस्तो टाइपकोहरू छ क्या केही छैन अनि यस्तो छ हाम्रो चाहिँ आजको रिल चाहिँ के कस्तो हुन्छ अब तपाईँहरूलाई फेसबुकमा पनि आउँछ हाम्रो रिल चाहिँ होइन मेरो चाहिँ बुढे राई ब्लग हो फेसबुकमा चाहिँ छ अनि यता उतिमा पनि हाल्नु पनि हुन्छ युट्युबमा पनि अनि यता टिकटकमा पनि
केटाहरू चाहिँ यहाँ रिलको लागि एकदम पर्खिरहेको छ मलाई चाहिँ यहाँ बसेर म चाहिँ आएको कि के को भिडियो हान्छ आजको कन्टेन्ट राम्रो छ हाम्रो नवीन काका भ्लगर एनपी भ्लगर यहाँ छ एकदम सपोर्टर मान्छे हो एकदम धेरै सपोर्टर मान्छे हो अनि हाम्रो केटाहरू यहाँ छ भिडियोमा एकदम भिडियोलाई सपोर्ट गरिदिनु पर्ने राई भ्लगलाई च्यानलमा नि हाम्रो एकदम गरिदिनु पर्यो लो यो लगडा अब रिल हान्नुपर्छ हाम्रो चाहिँ एकदम रिल चाहिँ एकदम बनाउनु पर्ने हुन्छ डेली हाम्रो चाहिँ उयो बैको देखाइदिउँ क्यामेराम्यान गरेर यहाँ हो क्यामेराम्यानले देखाइदिउँ हाम्रो क्यामेराम्यान चाहिँ डेलीको क्यामेराम्यान चाहिँ यहाँ छ हाम्रो ठुलो क्यामेराम्यान उहाँ हो अनि हाम्रो मेन खेलाडी खेल्नेहरू चाहिँ यहाँ केटाहरू छ ऊ चिचिर भाइ भएको एउटा मेन ए भाइ आइ भनिदियो यता अब उता क्याप्टेनै भएको ठुलो मुखिया अब रोल त म खेल्नुपर्ने हुन्छ मेन डाइरेक्टर जस्तै हो अब एउटा ल अर्पण भाइ अब हान्नुपर्छ लु के सोच्दैछु कता बनाउने भाइ एकदम रिल सिल पनि बनाइसकेँ मैले चाहिँ ट्याक्कै अनि अब चाहिँ घर जाँदैछु एकदम भिडियोलाई लाइक सब्सक्राइब गरिदिनुहोस् होला सपोर्ट गरिदिनुहोस् होला मेरो भिडियोमा एकदम धेरैभन्दा धेरै